हाम्रो मम्मीको मेहनत कति धेरै तराईमा बसेर पहाडमा आएर मकैहरू यस्तो मकै छर्ने जाने यसको मकैको तल बेसारहरू यति राम्रो मकैहरू यहाँ यस्तै मकै लगाएर यो हाम्रो दाउरा राख्ने ठाउँ अनि यहाँ पहिला यहाँ भैँसी थियो भैँसी यहाँ दाउरा यो चाहिँ यहाँ यो सल्ली पिरोल यो चाहिँ यसले आगो सल्काउँथ्यौँ हामी चाहिँ यहाँ यो बाख्राको खोर थियो बाख्रा पाल्नु थियो मम्मीले यहाँ अनि यहाँ भैँसीलाई दाना पकाउने ठाउँ अनि पछि मकै हेर्नु है तरकारी करेलाहरू लौका गाभा गेप्त्रा पाच्छन् पहाडको गाभा यस्तो नरम पातहरू यस्तो छ मकै त यति राम्रा छन् यहाँ सेमी पनि लगाउनु भयो रहेछ यी मकैहरू यस्तो राम्रो भर्खर एउटा मकै भएको थियो अनि यहाँ कफी पनि छ कफी फलेको छ यो कफी कफी हो यो कफी हो हाम्रो मम्मीको मेहनत ल हेर्नु यसको तल खुर्सानी आएर तराईमा बस्ने भए पनि यस्तो खुर्सानीहरू बिचमा त्यहाँ ल यहाँ भित्र छिरम है त यहाँ पनि छिरम है त्यहाँ आरु छ यहाँ केराहरूको रुख छ यहाँ खुर्सानी यस्तो फले है डल्ले खुर्सानीहरू मम्मीले ल यहाँ छ यो कागतीको रुख हाम्रो कागतीको बुटो यति थियो खै अनि पछि यो चाहिँ हाम्रो घर माइतको घर यस्तो बस्छ हाम्रो छोडेर गएको भएर यस्तो छ यहाँ मयुरी थियो छोडेपछि यस्तो हुन्छ ल यो चाहिँ हाम्रो सिँढीमा चढेर जाँतो पिस्न जाने ठाउँ यहाँ कागती फलेछन् अरे ल है यहाँबाट हाम्रो यस्तो गाउँ देखिन्छ त्यो चाहिँ म पढ्ने स्कुल हो यो चाहिँ हाम्रो स्कुलमा पढ्ने स्कुल यहाँ मकै यति अग्लो मकै ल हेर्नु तल जमिनबाट यति अग्लो मकै ल हाम्रो गाडी पनि आउँछ यहाँ हेर्नु है ल हेर्नु गाडी पनि आउँछ ल हेर्नु है हाम्रो घरमै यसरी गाडीहरू आउँछन् ल यहाँ चाहिँ हाम्रो जाँतो पिस्ने ठाउँ ल जाँतो यहाँ चाहिँ हामी जाँतो पिस्थ्यौँ यो हाम्रो पहाडको पुरानो ल हेर्नु है घरहरू कस्तो हुन्छ यहाँ यस्तो छ यहाँ चाहिँ यहाँ ड्रम रहेछ सर्पा त छैन यो चाहिँ आगो सल्काउन यसमा चाहिँ मट्टी तेल राख्ने यस्तो चोप्ने अनि यो आगो सल्काउन एकदम जातिन्छ मम्मीले यहाँ राख्नु भएको रहेछ यति धेरै अनि यहाँ भैँसीलाई घाँस राख्ने ठाउँ स्टोर गरेर राख्ने ठाउँ थियो यहाँ यस्तोमा कति धेरै सर्पाहरू लुक्थे पहिला ल हेर्नु पुरानो ल डर लाग्दैन ल जाँतो पिस्ने जाँतो पिस त ल अरू पनि देखाउँछु है हाम्रो मम्मी यहाँ बस्नुभएको छ तराई बसेमा पनि हेर जाँगर मेहनत कति धेरै गर्नुहुन्छ हाम्रो मम्मीको मेहनत अरू देखाउँछु ल यता पनि हाम्रो यस्तो बस्छ हाम्रो छोडेको भएर होला के अरे यहाँ अरू घरभित्र पनि देखाउँछु है के छ यो हाम्रो यता साइडमा यो हाम्रो यता हाम्रो टोइलेट बाथरुम यता छ यहाँ तल फर्सी यहाँ पुदिना लगाउनु भयो रहेछ यहाँ हाम्रो यो रुखमा म चढ्थेँ यो बेलुती चढ म यसको टुप्पामा माथि पुग्थेँ अहिले त सक्दिनँ होला हाम्रो भित्र घर है यहाँ ग्यास छ यहाँ ग्यास राख्नुपर्छ राख्ने ठाउँ यस्तो भाँडा राख्ने ठाउँ यहाँ यसरी यो चाहिँ यहाँ आगो बलेछ यो कित्ली यता हाम्रो दुधै यो ल यो हेर्नु है यो अनि यो ठेकी यो सानो ठेकी हो यस्तो भैँसी पहिला हामी यहाँ ठेकी राख्नुहुन्थ्यो मम्मी यसरी यसमा यहाँ ठेकी छ यो अर्को यस्तो अनि यो पिर्का यो बस्ने ठाउँ यो पिर्का
अरू के छ यो पहाडका हैसा यो पहाडको हैसा यो चाहिँ मही निकाल्ने मदानी यस्तो मदानी यसले चाहिँ मदानी हेरै यसबाट कुर पार्ने यहाँ यसमा अर्कोमा राखेर